भिडियोमा म देखाउन सक्छु है त गाइजहरु हेर्नुस् त गाइज छैन म तिम्रो हुनुमा फरक रहेछ हेर्नु र छुनुमा आवाज श्रीनाथ कोट डाँडैमा आवाज एउटा लेखक हुनुहुन्छ उहाँले 7 वटा पुस्तकहरू लेखिसक्नु भएको आजको यो शुभ अवसरको दिन जब श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले 50औं वर्षको महोत्सव मनाइरहेको छ बेलामा उहाँले लेखेको पुस्तकहरू विद्यालयको लाइब्रेरीको लागि हामीले हस्तान्तरण गर्न चाहेका यसको पुस्तकको लागि 14-15 पुस्तकलाई दिनको लागि मैले यो विद्यालयको व्यवस्थापन समितिको मित्र रामप्रसाद ढकाललाई यहाँ बताउन चाहे र मेरो श्रीमतीले आफ्नै हातले यो पुस्तकहरू उहाँलाई यो स्कुलमा विद्यार्थीहरूले पढाओस् किनभने यसमा धेरै नआउने कुराहरू छन् अति बुद्धि लेख्ने कुराहरू फाइदा पुर्याओस् बुक जस्तै हो हैन त बुक जस्तै ठाकुर समितिको क्या हमारो यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु म तर्फबाट हामीहरू कुराहरू राख्दै फेरि पनि श्री राष्ट्रिय आधारभूत विद्यालयलाई धेरै धेरै शुभकामना यहाँको विद्यार्थीहरूलाई यहाँको टिचरहरूलाई यहाँको प्रत्येक मान्छेलाई धेरै धेरै बधाई दिँदै जान लाग्छु जय आधारभूत विद्यालय धेरै धेरै धन्यवाद।